ल गाइस होइन चोटो लाएर हामी चाहिँ आज शुभ बिहामा होइन पुरा जाडोमा आगो तापेर बसिरहेको अवस्था हो होइन चोटो लाएर आमा यतिको डान्स चाहिँ हुनु पर्यो है चोटो लाएर हामी चाहिँ यसरी आगो तापेर बसिरहेको छौँ है चिसो चिसो मौसममा होइन जाडोको अवस्था छ शुभ बिहाको है टक्क बेलुका है यस्तो तरिकाले हामी चाहिँ होइन चोटो चुलामा आगो फुकेर चोटो है बसिरहेको छौँ है त्यहाँ फेरि 3 पाने दारू पनि छ चट्टो है 3 पाने हो यो चाहिँ कट्ट चट्टो यो जाडोमा तातो हुन्छ क्या यो खाएपछि चाहिँ एकदम बाबा ल ल गाइस ठिक छ ल ल हो 3 पाने कटुवा हो ओहो नि हो जाडो मौसममा आगो ताप्दै गाइस होइन सँगसँगै यता डान्सहरू पनि हेर्दै रमाइलो गर्दै होइन रम्दै रमाउँदै हामी चट्ट छौँ र यता चाहिँ टक्क लाएर पाहुना बस्ने डेढा हो यो चाहिँ गाइस पाहुनाहरू हुनुहुन्छ हाम्रो अतिथिहरू चट्ट पाहुना बस्ने डेढामा है चट्ट लाएर गाइस जाडो जाडो मौसममा आगो न्यानो हुन्छ आगो ताप्दाखेरि हेर्नुहोस् न यहाँ डान्स चलिरहेको छ एकदम डान्स है टक्क यो चाहिँ अब शुभ बिहामा सांस्कृतिक कार्यक्रमको लागि स्टेज रेडी भइसकेको छ अब यहाँ सांस्कृतिक कार्यक्रम पनि हुन लागिरहेको छ सुरु हुनै लागेको छ गाइस तर यो डान्स चाहिँ कुन गीतमा गरेको होला तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ किनभने मैले मेरो आइडीमा यो डान्सको सङ हाल्यो भने कपिराइट पर्छ सो त्यही कारणले गर्दाखेरि मैले चट्ट सङ चाहिँ हाल्न सकिनँ गाइस म्युट गर्न बाध्य भएँ गाइस र हेर्नुहोस् न यहाँ भाइरल छ नि हेर्न हाम्रो डान्सहरू पनि यो डान्स यसो हेर्दाखेरि कुन गीतको जस्तो लाग्छ गाइस गेस गरेर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ है त लजायो भाग्यो केटोलाई गाइस थ्याङ्क यू सो वाचिङ